फेरि भन्न भएन आज हामी शुक्रबारको दिन रमाइलो मङ्गलबारे बजारमा गएका छौँ। सुरुमै सब्जी पसलमा पुग्यो। यस्तो दृश्य छ, किनमेल बढिरहेको छ। पैसा खोर्सानीको छोड न हौ आधी नै अब यो सब्जी पसलदेखि हामी उत्तर साइडतिर लागौँ। यो रमाइलो हाटको उत्तरपट्टि साइड हो, जहाँ ब्यागहरू, जुत्ता, चप्पलहरू बिक्री गर्न राखेको पाइन्छ। रमाइलो बजार निकै भिडभाड छ। कपडा पसलहरू छ। सम्पूर्ण सामग्रीहरू किन्न पाइन्छ। यहाँ लगभग 8-9वटा लाइनमा बजार व्यवस्थापन गरिएको छ। कपडाहरू प्रशस्तै पाइन्छ। थान कपडाहरू पाइन्छ, रेडमेड कपडाहरू पाइन्छ, रोजी लिन पाइन्छ। प्रशस्त मात्रामा व्यापारीहरू यहाँ आउने गर्नुहुन्छ। रेडीमेड कपडा, सम्पूर्ण कपडाहरू छ। फलफुल, किराना पसल, किराना आइटम सबै पाइन्छ। प्रशस्त मात्रामा धेरै व्यापारीहरू आउनुहुन्छ। फ्रेस फलफुलहरू पाइन्छ। पसल, दाजीको पान पसल छ, टाकाटोकी पसल छ, किराना आइटमहरू छ। सबै किराना आइटमहरू पनि छ। सागसब्जी आइटमहरू पनि छ। सबै छ। एग्रोभेट पनि छ। सागसब्जी पसल यहाँभन्दा दक्षिण साइडमा अलि ज्यादा छ। बिचमा चाहिँ अलिअलि छ। थुप्रै पनि छ, प्रशस्तै छ। किराना आइटमहरू पनि प्रशस्तै छ। जुलपीहरू पकाएर बेच्ने ठाउँहरू छ। यसरी हाम्रो माछाहरू पाइन्छ। यहाँ फ्रेस माछा पाइन्छ। माछा पसल पनि छ। यसरी माछा पसल पनि निकैवटा छ। 5-6वटा आउँछ। गाउँको हाटमा 5-6 जना माछा व्यापारी, 8-10 जना माछा व्यापारी आउनु ठुलै कुरा हो। किरानाका आइटमहरू पनि भिजाएर बेच्नुहुन्छ। यहाँ हाम्रो सुकुटी माछा बेच्ने एकजना दाइ हुन्छ, एकदमै लगनशील हुन्छ। उहाँ जहिले आउनुहुन्छ।
यही रुखको मुनि बस्नुहुन्छ। अब लगभग हामी सब्जी लाइनतिर प्रवेश गर्दैछौँ। यहाँदेखि दक्षिण साइड सबै सब्जी नै सब्जी छ।